भने तर भिडियो चाहिँ नहोस् त उकालो जस्तो पुग्यो त्यस्तो ओह्रालेर आउँछु सो डाउन हिल फ्रम टेन्डोङ टु पर्बिङ है पार्ट 2 लेट्स मुभ डाउन हामी चाहिँ अब टेन्डोङबाट डिपार्चर सो अगाडि चाहिँ है हल्का लिड गर्दैछ हाम्रो मिङमा आज्ञा ज्यूले सो उसको बादमा हुनुहुन्छ हाम्रो प्रो राइडर मिलन के चाहिँ लाग्यो जस्तो लाग्दैन हौ हट त्यस्तो कुरै नगर न ब्रेक लाग्यो छाग्यो हेलो प्रो राइडरले छोड्यो नि हौ अब हामीलाई रिदम ब्रेक नगर न ब्रो डोन्ट ब्रेक द रिदम हावा बन्के छिटो सबैजना सँगै जानुपर्छ अन्त मात्रै मजा आउँछ आज चाहिँ एकदमै दिनले हामीलाई फेभर गरेको छ सधैँ डरै लाग्दो पानी पर्थ्यो भन्थ्यो तर आज पानी परेको छैन दामी आज चाहिँ एकदमै गुड डे टुडे इट्स गुड डे टुडे काटा जाउँ हेर यहाँ हामी यहाँ यस्तो थामेर बसिरहेको छौँ जाउँ ओह्रालोमा कुद्नु पऱ्यो नि हौ ब्रदर जाउँ इट्स गonna be one less lonely girl है अगाडि मिलन अब चाप्यो दामी टेन्डोङको बाटोमा दुई भाइको चाहिँ फर्स्ट हो प्रो राइडर मिङमा र मिलनको चाहिँ फर्स्ट हो यो डाउन हिल टेन्डोङ चाहिँ केटालाई पर्छ चाप्यो अरे क्या हावा बन्के हावा त बन्के नै हिँड्नु पऱ्यो नि हावा बन्के नै हिँड्नुपर्छ जहिले पनि टुप्पोमा खुट्टा राखेर हिँड्नुपर्छ जहिले पनि गिभ मी द फ्लो चल भाइ चल जा मैले अघि भनेको उकालो आउँदै बाटो बनाउँदै हिँड भनेको पछाडि आउनुपर्छ पछाडि गुड हिँड झट्ट हिँड नडराउ केही हुँदैन हिँड अप्ठ्यारो म भनिहाल्छु नि पैदलको बाटोमा त्यस्तोमा चाहिँ सुई कुद्नु पर्ने है तल प्रो राइडरहरू भन्छ उड्नुपर्छ यस्तोमा चाहिँ के गर्नुपर्छ उड्नु परेको हुनुपर्ने त केटा हो कसको चाहिँ ब्रेक प्याड बनाएको मेरै होला है ओइ म अलिकति जाउँ तल पर्खिन्छु अलिक साइकल हटाउ त मेरो त ब्रेक प्याड कहिले यस्तो गनाउँथ्यो नि त मेरो हो कि कसको गनाएको हौ दामी पर्खिँदा भयो होला है मिलन उहाँ आऊ ल कहाँ क्या पर्खिँदा भयो होला है हट्यो चलो जो यहाँदेखि आउने त्यहाँदेखि यहाँनिर चाहिँ मिङमा आएको त अन्त प्रो राइडर हो नि त प्रो राइडरलाई त सक्दैन नि हौ कसले पनि सक्दैन नि हौ प्रो राइडरलाई त कसले सक्दैन चल भाइ चल नडरै चल हौ त्यताबाट जाऊ जाऊ अलिक पछाडि आऊ न हेर आगे त पछाडि आएर छ उठेर जाऊ हेर ल त्यसरी आऊ न उहाँ आऊ ल मिलनलाई पनि पर्खिनुपर्छ होला आगा मिलन निकै छोडिहाल्यो कसलाई आग्या चलो भाइ चलो टेन्डोङको बाटोमा
चल भाइ चल 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 नडराइ 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 किन क्या छिटो ओह्रालो आइपुग्छ है आज्ञा एकैछिनमा आइपुग्छ नि हौ हेर्छु है म अघि यहाँनिर भनेको छ नि मैले बाटो देखाएको छु है छोडा छोडा आम्बो लु कसम भनेको मैले नकुदाएको जग्गामा चाहिँ अस्ति आगैले कुदाइदिएँ नि हौ म त अलिक तल लानु पऱ्यो नि आज्ञा है प्रो हो अघि भनेको थियो नि गोलाई काट्नु साह्रो पर्छ नि अरे भाइ आज तुझे पास ढोलना ओइ 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 के भयो भन्दैछु त अन्त छोड त्यहाँ छोड न म त जान्छु नि तिमी त्यस्तो नभन न हामी त गइहाल्छ नि यस्तो होइन क्या प्रो राइडरहरू हो नि त खै त हो यो दुई भाइ त नि हुँदैन हुँदैन मिला तिमी हुँदैन हुँदैन तिमी डरायो डरायो हुँदैन उ तल देखियो खै छोड त तिमी डरायो नि त बेसी त्यस्तो ओह्रालोमा चाहिँ यहाँ आउन हेर त म सिटदेखि कहाँ पछाडि छु एक नम्बर आम्मामामा आज्ञा आज्ञा पुरा चिप्लो छ हुँदैन हुँदैन हेप्पी चिप्लो भएको रहेछ नि हौ त्यही दुईटा छेउमा देख रोकेको त्यो छेउमा होइन साथीन कि भाइ म क्या साह्रो पऱ्यो नि कन्ट्रोल गर्नु क्या जो हिँड्नु खुट्टाबाट ए पेडलबाट खुट्टा चाहिँ जिप्टेन भने चाहिँ ब्यालेन्स हुन्छ कि अब त अन्त खुट्टा यो जिप्लिसकेपछि त बिचमा राख्नु हुँदैन आज्ञा पेडलको त्यो अगाडिको टोली हुन्छ नि हौ त्यो राख्नुपर्छ मजाको ब्यालेन्स मिल्छ ल ल जाउँ आगे जाउँ ल आज्ञा आएँ म खै त हौ यो दुई भाइले त खै खै वाट इज द प्रो वाट इज द मिनिङ अफ प्रो राइडर huh? एक कम्बर हे ताल ताल यहाँनिर चाहिँ हल्का अलिकति अप्ठ्यारो खालको छ कि सो त्यसले गर्दा केटाहरू भन्दा अलिकति अगाडि आएर कभरअप गरिहाल्नु पऱ्यो म यहाँ तल पर्खिन्छु दुई भाइलाई कमान 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 आउँदैछ होइन ओइ हाफवे आधी बाटो त आइपुगिसक्यो सिधै जाऊ ताल सेके Come on, just move now. अब हल्का रमाइलो भइरहेछ पेन्डोङको बाटो त खै के छिटो आइपुगेको छ एकै खेपमा यहाँ तल आइपुगिहाल्छ के हो यस्तो जाउँ मजा आउँदैछ मिलन एक नम्बर ल जाउँ मिङमा आगेबाट इन्सपायर हो न बसेर कुदाउनु हुँदैन हौ तिम्रो जिउ अगाडि 80% जस्तो जिउ तिम्रो अगाडि गइरहेछ नि त 80% जस्तो छोरा 80% जस्तो अगाडि गयो नि त तिम्रो जिउ मेरो बिचारा मिङमा आगेले कस्तो दामी बाटो पनि लगिरहेछ यहाँ होला मिलन मजा आउँदैछ कि फेरि मिलन छोड्यो नि क्या
भाग्यो मजा त मजा नि त्यही त भन्छ कुद्छ ओइ 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 यहाँ पर्खौँ है बिचरा जङ्गलमा एक्लै कुद्ने डर हुन्छ नि जाऊ 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 सोध्नै हुँदैन सुरु भएको कि नभएको कि सो अलमोस्ट हामीलाई चाहिँ माथि पुग्नु 1.5 घन्टा जस्तो लाग्यो सो डाउन हिल झरेको चाहिँ हामी कति भयो होला 15 मिनट भयो 15 मिनट जस्तो हुँदैछ होला है अलिअलि बाटोमा एकछिन बिसायौँ पनि हल्का स्लोमा नै आएको केटाहरू मिलनको चाहिँ अलिक ब्रेक अलिक प्रब्लम भएर चाहिँ हल्का स्लोमा आएको तर बाटो त के छ नि यहाँ त एक कम्बर हे ताल ताल सेक सेक ल ल ल लासो 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 चापे 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 नन स्टप कुदेको बिसाउनु भएन अगाडिको पाइलट बिसाउनु भएन पाइलट बिसायो भने पछाडिको बिसाइहाल्छ पाइलट बिसाउनु भएन अघि यहाँनिर कहाँबाट हाल्छु भन्दै थियो मलाई याद छ मलाई बाटो छोडिदिनुहोस् कहाँबाट पो उडाउने भन्दै थियो आगे तपाईँले त म त कहाँ मैले त आफ्नै ढुङ्गाले पढेँ नि हौ यहाँनिर त्यो अघि ढुङ्गा सफा गर्दा यही झरेको थियो कि हेरिका यहाँनिर चाहिँ हल्का अलिकति ट्रिकी सेक्सन छ है ढुङ्गा छ नि त त्यही कारणले चाहिँ म अलिकति अगाडि आइदिइहालेको केटाहरू त्यहाँनिर आउँदैछ त यहाँनिर पर्खिनेछु म ओइ ल ल ल ल ल ल ल ओइ कौन मिलन चुट के को यहाँ हाल्छ यता हल्का स्लो छिटो न के को हान छ हिँड न चल ल हल्का मजा आइदिएको छ आज चाहिँ गरम हावामा आगे कति मजा आयो 1.5 घन्टा हिँडेको चाहिँ मजा आयो कि होइन द्याट इज यहाँ यही ट्रेल है कन्फिडेन्ट ल्याउने चाहिँ यही ट्रेल है कुदे चापे अरे के हो यो अगाडिको किन स्लो हुँदैछ अगाडिको स्लो भयो त्यो भएन अलिक ग्याट चाम्रो गरेर स्लो भयो ल पाइलट यो पाइलट स्लो भयो चल ल आज चाहिँ हामी अनसडन प्लान भएर चाहिँ आएको अनसडन ट्यान्डोङको प्लान भएर चाहिँ हामी 3 भाइ आयौँ सुरज र निमल चाहिँ आउनु सकेन किनभने सोरेङमा थियो तिनीहरू सोरेङले गर्दा भ्याएन सो म चाहिँ 2 जना बाटो चिन्दैन भनेर चाहिँ मलाई केटाहरूले जबरजस्ती ल्याएको हो त्यो बाटो चाहिँ आज चाहिँ म पनि अलिक नभ्याउने नै थिएँ तर अब केटाहरूले बाटो चिन्दैन भनेर चाहिँ मैले केटाहरूले जबरजस्ती ल्यायो केही छैन मजा आयो त्यहाँ पाइप थियो जाऊ अरे किन यहाँबाट हौ त्यताबाट पिलपिल हुँदैछ क्या कमन ब्रो अरे छिटो एकछिन तलसम्म चाहिँ हल्का उड्दिनु पर्यो नउडी चाहिँ भएन ओइ
अच्छा ब्रेकर एकछिन बच्चा अगाडि हल्का यो उकालोको सोक मेट्नुको लागि आएको नि त अलिकति स्पिड कुद्नुको लागि ओइ अच्छा 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 केटाहरूलाई अगाडि एकछिन कुद्नु दिएको त छोडी पो गएछ हौ मलाई त आमामामामा ल केटाहरू पनि ओह्रालो झर्छ झर्छ त प्रो राइडर पो भइगएछ त हौ केटा हो हौ केटा हो मिङ्गो लाग्यो कहाँनिर हुनुहुन्छ तपाईँ तपाईँ कहाँ हुनुहुन्छ चल भाइ चल 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 नरोकी अब रोकिनु भएन कुमाथि बाटो बनाउने चाहिँ को हो त्यो कुमाथि तपाईँ हो बाटो बनाउने दामी बनाएको छ नि त्यो ओह्रालोले नि मैले तलसम्म आएँ नि आयो त्यो सुरज लडेको छैन ल पुरा चिप्लो छ नि त जान्छ नि यतिको त लगेको जग्गा हो नि त लगेको जग्गामा त डर हुँदैन हौ यस्तोमा त डराउनु हुँदैन पो छिटो छिटो मेरोमा ब्याट्री कम्ती छ छिटो न हिँड न तर के डराइबस्छ अरे लड्यो भने अलिकति हात काटिन्छ कि खुट्टा त काटिन्छ होइन क्या लड्यो भने अलिकति खुट्टा काटिन्छ कि हात त काटिन्छ के डराउँछौ हिँड त्यति बेलासम्म त उडेको हुनुपर्ने त यो गाडीहरू त उडेको हुनुपर्ने त्यो साइकलहरू त के हो यो त्यति बेलासम्म उडेको हुनुपर्छ यहाँ उडो मार्यो यस्तै हो रिक्रुट यस्तै हो मिलन चल 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 रिक्रुट उडेको हुनुपर्छ यहाँ उडे चाप्यो उडाएकै हो उडाएकै उयोसम्म है दामी चिप्लो बनाहाल्ने क्या तेरिका ठिकैको स्पिडमा जानुपर्ने छ क्या यहाँ पुरा चिप्लो छ यो ल्याउ म तँलाई एकछिन चार्ज गर्छु ला क्या 2 मिनट आगेलाई भन्छु नि म छिटो यस ल आगा तेरिका हौ छिटो न यस एकछिन क्या हवा पन्खे पर्बिङको टारबाट अब फेरि 5 भइसकिसकेको छ तल रोडसम्मको लागि हाम्रो अगाडि मिङमाया ग्याली लिड गरिरहेको मिलनले लिड गरिरहेछ हवा पङ्खे आज तुझे धुलो चले
हिँड न हुँदै हो कता हो सता नसोध न हिँड 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 यता हिँड ल लेफ्ट 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 हौ लेफ्ट चाहिँ तिम्रो राइट पो हिँड्यौ त अलिक तलदेखि लेफ्ट ए ग्राउन्ड देखाएको उयादेखि लेफ्ट ल सोलो 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 यो चाहिँ पर्बिङ ग्राउन्ड हेर्नुहोस् है क्रिकेट ग्राउन्ड फुटबल पनि हुन्छ यहाँनिर यो बाटो दामी 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 चल चल भाइ चल चल चप 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 चल 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 सुरु 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 अरे ल छिटो 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 ल ल ल ल ल अब चाहिँ आउनु आँटेको छ ल लास्ट हान्नु पऱ्यो है अब आगे लास्ट हान्नु पऱ्यो है आउनु आँटेको छ हो ल ल ल ल ल दामी 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 केटा हो दामी एभ्रिथिङ इज गुड चल 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 हावा बन्के आज तुझे किन किन के भयो जान्छ त क्या मेरो होइन यहाँ हेर न एउटा ब्रेक पुरा हो र ए गयो आज तुझे ढोलना आज तुझे यो चाहिँ अलिकति स्टिपी पार्ट छ यहाँनिर चाहिँ हल्का This is Parving Gumpa. Hey, take it out. Mama, look. Oi, hey. Ay, ay, ay. Parving. May अलिक अप्ठ्यारो छ नि अप्ठ्यारो त के अब ओह्रालो सिँढी जाऊ मजाको छ झन् चाहिँ तर त्यो यति झन् झर तिमी एकदम त्यहाँदेखि पुरा स्टिप छ स्टिप छ छोड्यो यति बेलै मच्छरले अनुहारमा टोक्नु परेको हौ साला छा थाहा क्या यति बेलै मच्छरले अनुहारमा टोक्नु परेको नि हौ म गएँ ल अगाडि जाई के गर्छौ क्या तुझे ढोल ढोल साह्रै भयो थाके त हौ आउने क्या बिस्तारी सो है लास्ट फाइनल आइसकिसकेको छ कि छ यो चाहिँ पर्विङको भ्यू चाहिँ हेर्नुहोस् त्यो दामी बारी छ यहाँनिर चाहिँ चौर मौसम पनि दामी छ आजको हेलो ल हात मिलाइदिउँ न मान्छे दाजु डिले गरिदिनु ल छिटो सकेर हालिदिन्छु ल दामी दामी ए मेमोरी छैन है तातो खाना हो मैले चिसोबाट आएर खाना हुँदैछ खानुहोस् ल बाबु ल आगे सो फाइनली हामी चाहिँ है आगेमिङमाको घरबाट अब निस्किएको खानासाना खाएर दुःख दियो आगेमिङमाको घरको फ्यामिलीलाई है अब डाइरेक्ट घर जान्छु सो सी यु इन द नेक्स्ट ब्लग भन्नु जस्तो भयो त है
टपमा बसेर चिया खाँदै माथि गुम्पा हेर्ने भइहाल्यो अघिको चाहिँ यहाँ बनाउनु हुँदो रहेछ दरुलो